फाइनली हामी अहिले टिका लगायौँ मजाले आएर। तर मासले मेरो छोटो कपाल थियो यार, तर पनि कस्तो देखिन्छ यार। यता अलिक माथिको बोका गनाएर अलिक कस्तो हुँदो रहेछ कि बसी खानु नदिँदो रहेछ। त्यसले त खेलाउनु थाल्यो यार। सो हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। एउटा न्यू भिडियोमा तपाईँलाई स्वागत छ अनि गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी पशुपति आएको छौँ यता राम्रो मजा। अनि हाम्रो चाहिँ 6-7 दिनको प्लान पछि चाहिँ आज सक्सेस बनाएर अब बिहान बिहान पशुपति आएको छौँ यस्तो प्रोसेस गर्नु घुम्नको लागि। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला गाइज। हेर्नुहोस् भिडियो। पशुपति प्रवेश उतै माथि जङ्गलमा जाउँ है रामु। ओ रामु उता जाउँ है, उता बस्ने ठाउँमा। जाँदादेखि नै डर लाग्यो। आज मर्निङको दामी छ भ्यू चाहिँ। हामी चाहिँ यहाँ फोटोसोटो खिच्यो एक दुईवटा पनि। अनि यहाँबाट चाहिँ अब हामी रिटर्न अरू ठाउँतिर घुम्न जाँदैछौँ। यता अलिक माथिको बोका गनाएर अलिक कस्तो हुँदो रहेछ कि बसी खानु नदिँदो रहेछ। बोका नगनातिर कता यता नछिर्ने, यता नछिर्ने, यता छैन र केही पनि। अब यहाँको नजारा चाहिँ अलिक राम्रो छ कि उता त गनाएर यस्तो गनाएको छ। छ्या पशुपति यार, पशुपति गनाएर मृगहरू हो नि यिनीहरू त। हरामु जरायो यिनीहरू, जरायो। ओ जरायो, बोल न है जरायो, बोल नमस्ते भन। भन्नै रहेछ त यार रामु उता पनि। उता जुझिरहेको छ। अलिक शान्त ठाउँ रहेछ। कता ज्याकेट लगाएर आएको लास्ट गऱ्यौँ भयो। ड्रेसमै ठिक छु म। एक खालमा ज्याकेट लगाएर आएको, यत्रो फुल लुगा लगाएर आएको। कट्टुमा आउनु रहेछ, बक्सरमा आउनु रहेछ अझै। यता त ऊहरू रोप्थ्यो होइन पहिला, पसलहरू राख्छ यस्तो त राम्रो।
चौरी कति हरियो घाँस के यार ए मासला खुट्टो फेरि पर्यो छ त्यहाँ 2-3 वटा मात्रै खोइ यसको अरू बथानहरू यो मन्दिरमा चाहिँ किन लक लगाएको मन्दिरमा चाहिँ किन लक लगाएको चोरले लान्छन् र पहिला यता शिवरात्रिको बेलामा जटा गाँजा तान्नेहरू यो ओह्रालो ओह्रालो कम्ती हुन्थ्यो नि लु दाजु कस्तो लाग्यो त तिमी आज घुम्नु जाँदाखेरि घुम्नु आउँदाखेरि कति वर्ष पछिको 4-5 वर्ष पछिको एक्सपिरियन्स ए त्यस्तो होइन के भन्छ नि कति दिन पछिको के प्रोसेस यहाँ चाहिँ बाँदरले चाक दलेको ठाउँ है यो चाहिँ के बोले भाइ पुगेन भन्न त राम्रो यो के छ र अनि यहाँबाट त प्लेनको चाकहरू होइन पुरै देखिँदो रहेछ नि त यहाँबाट तर हाम्रो मोबाइल अलिकति स्यामसङ बिना अल्ट्रा भएर हो क्या स्यामसङ बिना अल्ट्रा भएर हो क्या नत्र त हाम्रो अल हुन्छ नि हैन त्यो जुम अल भएर के अन्त क्लियर देख्नु परेन भाइ घुमाउनै सक्दैन कस्तो आवाज आएको हौ माकुर यार उडेको हो कि बसेको हो त हेर पहिला मान्छे धेरै हिँड्थ्यो धेरै आउँथ्यो हरियाली थिएन अहिले मान्छे नहिँड्ने कस्तो दामी छ हेर त पशुपति यो चाहिँ गुजेश्वरी है कसैलाई सिन्दुर पोते गर्नु मन छ भने मसँग आउँदा हुन्छ ए मसँग होइन यहाँ आउँदा हुन्छ खोला त यार कस्तो ठुलो देखिन्छ नि राम इला भर्मी उसले रामो इला भर्मी उसले हो यसले पुन्डुरु कस्तो मजाले खाएको यार इला गर्छ न राम अनुहार मात्र हँसिएछ इखेत मेन्ता लाग्दा छ्या त के खोजिरहेछ फेरि यसले हेर्नु राम यसले त घाँस खाँदो रहेछ त भाइ यो बाँदरले त हेर त घाँस खाँदो रहेछ यसले त त्यसले पनि घाँस खोजिरहेछ त्यसले पनि घाँस खाइरहेछ यसले पनि घाँस खाइरहेछ यसले चाहिँ कनिरहेछ क्या खोस्ला खोस 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 त्यसले त खेलाउनु थाल्यो हो क्या हो फेद फटा रहेछ यो पहिला फाइनली हामी अहिले टिका लगायौँ मजाले आएर
तर मासरी मेरो छोटो कपाल थियो यार तर पनि कस्तो देखिन्छ यार जहाँ लाग्यो हो जात बेलाङ हि जातले अनि धर्मकरामाङ लगिदिएर छन्ने त यो अन्त माकुरी यो अन्त खोला भनेको यत्तिको हुनु पऱ्यो नि त होइन रामु खोलाको यत्तिको हुनु पऱ्यो नि त हाम्रो यता जगल्टे सिंह बाजुहरू हुनुहुन्छ यता होइन भर्मिकी इलाक बेन कालेगी हो जाँठा इला जम्माउन टक 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 हान क्या त्यहाँ त्यहाँ बसेर पो हान्ने खुट्टा उद्या राख न कस्तो मुजी खुट्टा यहाँ क्या ए त्यसो के गरे त्यो त्यसो गर्ने ढाँड सुझाउनलाई पर्न त यार मोबाइल खतरा दुख्दो रहेछ नि मेरो दुखेर छोडिदिएको गुड भोलिदेखि बिहान बिहान आउने एक्सर्साइज गर्नु ओके भाइ ए पानी देखेदैन मलाई यस्तो नदेख्दो रहेछ यो त बिग्रे रहेछ है यस्तो हान्ने चाहिँ छैन रहेछ क्या पुस हान्ने चाहिँ तर यो बच्चाहरू खेल्ने हो तर यता चाहिँ बच्चाहरू यता चाहिँ अलि ठुल्ठुलो मान्छेहरू हान्ने होइन उता यो त यो न बस त अब छिरा त म यसरी घुमाइदिन्छु जिन्दगीमा तिम्रो साथ यसरी नै हिँड्न परोस् बुढेसकालमा तिम्रो हात समयसँगै हिँड्न परोस् हाम्रो माया चर्किएको होइन सरी फुटेर दिदीहरू दौडे गएर छ हामी चाहिँ हेरेको हेरे मोबाइल हेरेको हेरेकै छेरेको छेरे हामी आएको कति बजे हामी 6 बजे आइपुगेको 1 घन्टा घुमेपछि 1 घन्टामा चाहिँ माथि उत्ताबाट पुगेर यहाँबाट अरे यहाँ जिमसिम हानेर पनि यहाँ आइपुग्नु भनेको त छिटै होइन हाम्रो माया छल हानिरहेको छ क्या राम हेर न पानीमा छल छल भएर उता एरिया भन्दा यता एरिया लास्टै राम्रो सफा पनि है उता त कोही ठाउँमा बोका गनाउने कोही ठाउँमा गोबर गनाउने कोही ठाउँमा गोरु गनाउने यो एरियामा केही गनाउँदैन
सफा भनेको यत्तिकै हुनु पऱ्यो क्या मलाई त्यो मान्छे सुतेको हो कि एक्सर्साइज गरेको त्यो मान्छे पर कुरा हो जस्तै चल्ने मान्छे यस्तोमा सुत्नु जहाँ चलेको चले गर्नु उता फर्केर पोर्लुक्क जानु त है रुममा डुब्दाखेरि या म त निन्द्रामा रहेछ भनेर झिर्क उठेर जाँदाखेरि तर यता एक्सर्साइज गर्ने मान्छेहरू चाहिँ धेरै आउँदो रहेछ बिहान बिहान म त बिहान बिहान आएकै थिइनँ तर बिहान बिहान एक्सर्साइज गर्नु पनि मजै हो यार फ्रेस भइन्छ तर म जस्तो अल्छीलाई फ्रेस भए पनि के गर्नु जहिले पनि निन्द्रा मात्रै लाग्छ अल्खल नै भयो त यार यस्तो पसिना आयो त यार नुहाएर आए जस्तो हो क्या राम्रो सरस्वती घुमेर आइयो गाइज अब चाहिँ हामी बाबा गाइज